फेरि आऊ आउन आऊ हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज फेरि होलीको स्पेसल डे अनि त्यही भएर आज फेरि भ्लग गर्न मन लाग्यो र भ्लग गर्ने यहाँ मात्रै मन यति हो कि बोल्नै बिर्सिन्छ मैले होइन। आज चाहिँ होलीको सबैलाई शुभकामना श्रीको मुखमा छ, त्यही भएर बोल्न गाह्रो भएको छ। आज चाहिँ यति राम्रो मान्छेहरूसँग चाहिँ म आज भ्लग गरेर पैसा पनि पाइन्छ त्यति है। अनि आज चाहिँ हामी दुईजना हाम्रो एसके मगर भ्लगसँग चाहिँ म र आशिष हामी लेकमा जाँदैछौँ। एकदम रमाइलो हुन्छ। माथि लेकको माहौल कस्तो छ, होली मनाउने भनेर सब मान्छे चाहिँ माथि गएको छ र हामी पनि जानु लाग्यो। अहिले सुरुमा क्यामेरा अलिकति नराम्रो देखेको होला किनकि लेन्स भरि परेर बुझ्नु पऱ्यो। अब हामी कस्तै ह्यान्डसम देखायो तिम्रो यस्तो दादालाई भन्नै पर्दैन। रङ्गै लागेन क्या हामी अलिक खेल्नु पनि सो गाइस यस्तो धुलो भएर चाहिँ यस्तो धुलो भएर यति माथि डाँडा काँडाको बाटोबाट चाहिँ हामी यस्तै हेर्न आएको क्या। यही रमाइलोहरू क्या। यस्तो एसके दाइले त त्यहाँनिर त्यस्तो पुरा होलीको लागि ऊ भइसक्यो। हामी चाहिँ यहाँ पुरै यस्तो तल रमाइलो रहेछ क्या, त्यही भएर यही रमाइलोको लागि हो क्या हामी उहाँदेखि आएको हेर्न। हेर्न वा आमा कतै छुड्का भएको छ। त्यस्तो खाना खानु नै पाउँदो रहेछ यहाँ त। म त भोक लाग्यो त, म त भोक लाग्यो त। कस्तो मजाले टपरीमा खाएर न हेर न त्यस्तो भइरहेको छ। छिम्केश्वरीको चाहिँ मन्दिर चाहिँ माथि पर्छ त्यो डाँडा कुहिरोलातिर हो। यतातिर सबै यो छुट्टै किसिमको माहौल देख्यो। यो के हो यो सबै गरेर बसेर चाहिँ ओहो हेलो ह्याप्पी होली ह्याप्पी होली के अरे ह्याप्पी होली यहीँबाट लगाइदिन्छ ल ह्याप्पी होली। कहिले आज के छ ए हो ल हेर्नु त तल हामी हिजो आउनु पर्दो रहेछ यस्तोमा बस्नलाई। म त यस्तो भयो वा त्यत्रो तलबाट दुःख गरेर तर रमाइलो हेर्न पाइयो है। छुट्टै किसिमको माहौल, छुट्टै किसिमको चिसो। तपाईँ त भलिबल त खतरा खेल्नुहुन्छ होइन? हामीलाई खेलाउँदैन नि त यहाँ। हो तपाईँ नि खेल्ने यहाँ? खेलाउँदैन, मेरो बाबु भाइले खेलेर ल गाइस एकछिन यहाँको रमाइलो हेर्छौँ, त्यसपछि हामी अर्को लोकेसन चेन्ज गर्छौँ है त। ओके ल खाम। सो गाइस अहिले चाहिँ हामी माथि अघि त भिडियो भयो हामीलाई चाहिँ क्या छ्याङ पनि छ यार। हामी त छ्याङ त खान्छौँ जस्तो लाग्यो हेर्नु है त। कति धेरै मान्छेहरू के कति रमाइलो यार। माथि त लास्टै धुलो होला है। ल यो खाना पर्यो। अब हाम्रो चाहिँ एउटा खानेकुराको चाँड खाने भनेको कुरा खाने भनेको सोधेको हुन्छ जस्तो कुरा आयो। अघि खाम भन्दाखेरि त मैले पिठै खान्छ जस्तो लाग्थ्यो तर मिल्यो के वार्ता मिल्यो। अब हामी चाहिँ छ्याङ खान जाँदैछौँ ल। हामी पनि खाने रे हो पढ्नु कति एउटाले पुग्छ। सरी दुईजना मात्र हो। फेरि खुट्टा गलेर डान्स गर्न नसक्ला भिडियो बनाउन आएको पहनाइ आउनु डल्लो पनि सोध्ने एकचोटि यही त होला नि पहना केसँग खाने होइन त्यही त्यो गर्ने खानेर तपाईँ नखाने खानु न खानु हो कहिले खानु न तपाईँ उयो खानुहुन्छ होला यस्तो बियर खानुहुन्छ ए हो ल हुन्छ हामी सँगै खाने है। बस्ने नि अब सोफा यही हो त्यतिखेर घरमा चाहिँ ढुक्कासँग निशान पनि। हेलो निशान ह्याप्पी होली है। यो त किनेर खान्ने भनेर
यो के को झाड हो यस्तो डेन्जर आमाम कति धेरै कति चक्रो हो यो त चक्रो मेरोमा त हेर्न 0.5 नभएर कस्तो घरमै बस्छ जस्तो देख्छ क्या मुख मात्र देख्छ अनि बाहिर ब्याकग्राउन्ड देख्यो भने रमाइलो हुन्छ क्या है गाह्रो छ छिम्केश्वरी ऊ त्यहाँनिर हो क्या माथि हामी कतिको हाइटमा होला है 2800 मिटर हाइटमा छौँ छ होला एकदम चिसो छ क्या मुख ओ माई गॉड यस्तो ढिलो उडाएर एकचोटि फेरि दौडन जाऊ न धुलोमा हेरौँ न फेरि जाऊ त ओ माई गॉड फेरि आऊ आऊ न आऊ बाबाले यस्तो गर्दै है यस्तो गर सबैले यस्तो गर यस्तो बाई गर ल बाई सो गाइज अहिले चाहिँ हामी बसे सराई गरेर होइन कि भिडियो बनाउन जान लाग्यो यस्तो दामी छ नि यति चिसो ठाउँ छुट्टै स्वर्ग छ है छिम्केश्वरी त यदि तपाईँहरू कोही आउनु मन छ घुम्नलाई भने चाहिँ श्वास गरे मान्छे त्यो डाँडामा खै भयो यार सो फाइनली गाइज हाम्रो एकदम बाबा लोकेसन आइसकेको हाम्रो फेभरेट प्लेस हेर्न पछाडि रमाइलो ठाउँमा साउन्ड आएको होला होइन सो गाइज अहिले चाहिँ हामी यस्तो बाबा ठाउँमा छौँ आज चाहिँ हामीले लोकेसन चेन्ज गरेँ पहिला हामी त्यो ठाउँमा जान्थ्यौँ अहिले यो थाहा छ यो ब्याकग्राउन्ड देखेर थाहा भएर यो चाहिँ टर्न सिनालाई हेर्नु यस्तो बाबा छ पछाडि आज पनि फुल पनि फुलेको छ हामी आस्की ब्रदर अनि म अनि आशिष भिडियो गर्दैछौँ केही राम्रो रेडी पनि हुनुपर्ने हुन्छ जुन मान्छेले कपडाको माया गरेर कहाँ यतातिर मान्छे मरे यहाँ त म त एक्लै नै आएर भिडियो गर्छु त हो ल म फटाफट रेडी हुनुपर्छ नि त टाइम पुग्दैन ब्याकग्राउन्ड देखाइहालेँ सिन देखाइहालेँ स्वर्ग हो क्या नेपाल साँच्चीकै स्वर्ग छ भन्छ नि तर त्यो स्वर्ग चाहिँ कहाँ छ भने नि हाम्रो यो तनहुँ जिल्लाको छिम्केश्वरीमा छ यस्तो बाबालु गाडीहरू पनि लाग्छ यति राम्रो ठाउँ के हामी आएको बाटो पनि देखिरहेको छ तल यो कुहिरो मुनि चाहिँ हाम्रो घर भइहाल्यो यो अझ माथि चाहिँ छिम्केश्वरी मन्दिर भइहाल्यो अब चाहिँ हामी रेडी हुनुपर्छ त म रेडी हुन्छ टिकटक भिडियो जानुपर्छ है सो गाइज हाम्रो चाहिँ अहिले टिकटक भिडियो बनाउने काम सकिसकेको छ आज त वाउ टाइपको भन्दा पनि ठिकै टाइपको चाहिँ भिडियो भएको छ एकदम एक्साइटेड एकदम बबाल यहाँको माहौल चाहिँ एकदम फुलफुलेर सबैतिर रमाइलो छ एसके मगर ब्रदरलाई चाहिँ आज हामीले भिडियोमा खेलाएनौँ कारण चाहिँ उहाँको मुख रातो भएर है अब हामी चाहिँ निस्किन लाग्यो हामीलाई भयो आज काम सबै बवाल भयो अब जानुपर्ने हुन्छ सिनै यस्तो A1 छ म चाहिँ जहिले यस्तोमा खाली खुट्टा हिँड्छु कि धेरैले बोर हुन्छ हेर्न कस्तो दामी सिन हो क्या है सबै कुराको सुविधा हुन्छ क्या हामीसँग चाहिँ चल्नु अठ्याएर त उहाँलाई खिच्नु त म दाँत हाल्छु है check, yay, 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 let's go. Yay, 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 yeah, dami. Yay. So guys, सबैले च्यानललाई माया गर्नु होला, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। अब हामी तलतिर खाल्टोतिर जाने अब बेला हुँदा है। अब हामी एकदम हाइटमा छौँ।
त्यो हाइट भएर क्या त्यो ठाउँ डाँडा भयो अब चाहिँ हामी जानुपर्छ ल हेर्दा कति राम्रो आला र आला कस्तो राम्रो बन्ने गाडी दामी छ नि हेर्नु न यो हाम्रो ठाउँ हो कि मान्छे नि कति नै राम्रो मिल्छ होला मिल्दैन होला मिल्ने रहेछ त मिल्ने रहेछ खुसी लाग्यो त आयो चल्दिस तिमीहरू घर यहाँ आफू गाउँ हो भागे भागे ठिक हो खैरे घर खैरे नि जाने होइन घर आउनु त यसको दादा तल पुगिसक्यो कि फेरि सो गाइज हामीले चाहिँ भिडियो गर्दा गर्दै भिडियोको इन्डिङ गर्ने भुलेछौँ र अहिले हामी आफ्नै घर छेउमै खाजा खाँदैछौँ सबैलाई धेरै माया सबैले च्यानल सब्सक्राइब गरिदिनु ल ह्याप्पी होली बाई